यो एउटा नर्मल मुटुको सामान्य चारकोठा हो र त्यसै गरी यो दायाँपट्टिको नर्मल भल्भ। आउने भिडियोमा दायाँपट्टिको बल्बको आकार र चाललाई ध्यान दिएर हेर्नु। पक्कै पनि केही फरक कुरा नोटिस गर्नुभयो होला। हामीले यो भिडियोमा दायाँपट्टिको बल्बमा एउटा मोबाइल मास जोडिएको देख्न सक्छौँ। यो एब्नर्मल फाइन्डिङ हो र यो कन्डिसनलाई इन्फेक्टिभ एन्डोकार्डाइटिस भनिन्छ। यो मुटुको बल्बको संक्रमण र यो कन्डिसनको उपचारको लागि हामीले 3 देखि 6 हप्तासम्म एन्टिबायोटिक दिनुपर्ने हुन्छ। यो सेम बिरामीको उपचार पछिको भिडियो हेरौँ। बल्बहरू सामान्य देखिन्छन् र जुन मास थियो त्यो हराइसकेको छ। यो बिरामीको लक्षण भनेको लामो समयदेखि आइरहेको ज्वरो, जसको कारण सामान्य टेस्टहरूमा थाहा पाइएको थिएन र गाइडलाइन्स अनुसार नै मुटुको जाँच गर्दा मुटुको जाँचमा यो इन्फेक्टिभ एन्डोकार्डाइटिस भन्ने रोग पत्ता लाग्यो र यसको सही उपचार गरेपछि बिरामी पूर्ण रूपमा निको